हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। सन्चै छु म, तपाईहरु पनि सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा आजको मेरो भिडियो सुरु गर्न गइरहेको छु। आज चाहिँ म तपाईहरुलाई कोरिया पनि सस्तो बजार मतलब एउटा यस्तो शप हुन्छ डाइसो भन्ने, त्यो डाइसो बजारमा चाहिँ धेरै महँगो भनेको 5000 सम्मको 5000 कोरियन वोन भनेको नेपाली 500 रुपैयाँ देखि मुनिको हुन्छ सामानहरु। त्यो सामानहरुमा आज देखाउन गइरहेको छु र मेरो किनमेलहरु पनि देखाउने छु तपाईहरुलाई। आशा छ तपाईहरुले मेरो भिडियो हेरेर सब्स्क्राइब पनि गरिदिनुहुन्छ भन्ने। साथीहरु आज चाहिँ म डाइसोमा जान्छु। डाइसोमा चाहिँ 50 रुपैयाँ भन्ने चाहिँ भन्छ नि, त्यस्तै हो सामानहरु। यो घडीको चाहिँ यसको 2000 फ्रेमको यस्तो छ। यो गुडियाहरुको सबैको प्राइस टाँसेको छ। यो चाहिँ 5000 भन्दा मुनिको सामान सबको मूल्य टाँसेको छ। यो 1000 मा पाउने यो गमहरु छ, पिनहरु छ, यो पन्चिङ गर्ने मेसिन छ। यो प्याकेटकै यो 1000 मै 2000 मा गमहरु 1000 मा 2000 मा 2000 3000 सानो खालको स्क्रुड्राइभर 1000 2000 पेन जस्तो छ। मेरो टेपहरु 1000, नाप्ने टेप 3000 2000 1000 यस्तो छ साथीहरु। म चाहिँ यो सस्तो बजारमा आएको छु। सस्तो बजार सानो गमलाहरु 2000 यस्तो छ। 2000 वालाहरु छ। मलहरु छ, बिरुवाहरुलाई चाहिने औषधिहरु छ, मलहरु पैचीहरु छ। कति राम्रो चिटिक्क यसलाई 1000 रहेछ। अरू एक्सटेन्सनहरु 5000 2000 3000 3000 बक्सहरु छ। यो किसिमको छ साथीहरु। होला चट्ट परेको बक्स त्यो बुट्टाहरु 2000 वाला पानी खाने जगहरु 3000 2000 वाला थर्मस 5000। वाइनको ग्लासहरु 1000 वाला। प्लेटहरु छ यहाँ सबै। यतापट्टि चाहिँ प्लेटहरु कपहरु 어린이를 동반하여 찾아주시는 고객님들께서는 쇼핑 도중 어린이들이 다치지 않게 이용하시되 어린이들을 이동하실 필요가 충분하거나 시간을 부딪혀 다치는 경우도 발생할 수 있습니다. 어린이들이 다치지 않도록 주의를 기소해서 즐겁고 안전하게 이용하시기 바랍니다. 감사합니다. स्टिलको 3000 वाला स्पुन सेट 5 वटाको 3000 चपस्टिक 2000 वाला। आज म सस्तो बजारमा देखाउँछु तपाईहरुलाई। नाइफहरु 1000 2000 5000 वाला 2000 वाला ठुलो 2000 वाला, अलि ठुलो 3000 वाला 5 इंच 5000 वाला 3000 वाला सबै भाडा मार्ने जालीहरु विभिन्न किसिमको 1000 जस्तो लगे पनि 5000 भन्दा माथि छैन। यो 5000 रहेछ। यो 3000 वाला है किसिमको च्याप्नीहरु छ। 1000 मा 2000 मा 5 वटा धाराको सामानहरु सरको टाउको के भन्छ 3000 वालाहरु 1500 2000 वाला 5000 वाला
टिस्यु सबै 2000 वाला 1000 वालाहरू छ। मेकअपको सामानहरू के हो मैले चाहिँ के किन्ने भनेको हो टमाटरको बिउ, मुलाको बिउ अनि पन्जा त किने अब त मैले फेरि 5000 को फेरि 5000 जुन लगेको नि लाग्यो फाइनल 5000 ओरेन्ज 8000 महँगो मुला 2500 को एउटा यो खालको मुला 4000 को एक थुक्पा फर्सी 3000 को अर्को के हो यो बन्दा 4000 यताको बन्दा 4000 ठुलो बन्दा पनि 4000 सित्रा खर यो लानु पर्ने छ फेरि 2000 गोटाको यो बदाम एउटा दाम 2000 गोटा यति लगिहाल्यो चेरी 13000 गाह्रो छ गट्टा के भन्छ गट्टा एउटाको 1000 एउटा लानु पर्छ नि पर्यो यत्रो भयो सामानहरू हजार 17000 के ठाउँ छ प्याज कहाँ छ यहाँ छ प्याज यसरी यस्तो गरेपछि यहाँ छ यसको प्राइस हो दुईटा प्याजको 2660 गाह्रो छ महँगो छ सबै कुरो धनियाँ सधैँ खानु मन लागेको च्याउ पनि कति किसिमको च्याउ छ महँगो फर्सी एउटाको 350 सिलाउनु पातहरू प्रत्येक 100 ग्रामको मिनारी हुन्छ नि मिनारी 100 ग्रामको मिनारी यस्तो चिज यो के हो चाइनिज साग भनेर चिन्छ नेपालमा यो चाहिँ 100 ग्रामको 430 रुपियाँ सस्तो काउलीको पात हेर्नुहोस् काउलीको पात पनि भएकै छ के हो मिलाएर राखेकै रक्सी बियरहरू यतातिर छ भने मलाई चाहिने भनेको दही हो यता छ
चाहिँ